बुटोल उपमहानगरपालिका वार्ड नम्बर 17 रानीगञ्ज शिवनगर बस्ती नदी उकास जग्गाको बालाजु औद्योगिक विकास लिमिटेडको कित्ता नम्बर 47 र 48 भित्र पर्ने विद्यालय, खेल मैदान, हाट बजार र बस्ती समेत गरी अन्दाजी 75 बिघा क्षेत्रफलभित्र विभिन्न ठाउँबाट गरिब तथा विपन्न परिवार, घरबार विहीन परिवार आए 2057 सालदेखि घर टहरा बनाई गुजारा चलाउँदै आएका र साबिक मतिपुर गाविसको कार्यालयमा अभिलेख कायम गराई 2726 घरधुरीले वार्षिक रूपमा कर तिर्दै आएको सोही बमोजिम विद्यालय, बिजुली बत्ती, खानेपानी, सडक निर्माण गरी बसोबास गर्दै आइरहेका छौँ। साथै यो बस्तीसँगै मतिपुर औद्योगिक क्षेत्रभित्र रहेका बुटोल उपमहानगरपालिका वार्ड नम्बर 17 हरिहरपुर, वडा नम्बर 18 धन्दापुर, सौराहा, सौराहिया, शुद्धोधन 3 र सिहारी 7 मा वर्षौंदेखि बसोबास तथा जोतभोग गरी भोग चलन गर्दै आएको जग्गालाई यहाँका बासिन्दालाई थाहै नदी विक्रम सम्वत 2073 सालमा नेपाल सरकारबाट उद्योग मन्त्रालय अन्तर्गत बालाजु औद्योगिक विकास लिमिटेडका नाममा जग्गा धनी दर्ता प्रमाण पूर्जा समेत बनाइदिएको जानकारी प्राप्त भएपछि बस्ती बचाउन विक्रम सम्वत 2073 2 महिना 2 मा जिल्ला प्रशासन कार्यालयमा प्रतिनिधि मण्डल गई जानकारी तथा वास्तविकता बारे अवगत गराइरहेको र यसभन्दा अगाडि पनि प्रतिनिधि मण्डल गई पटक पटक ज्ञापन पत्र बुझाई तत्कालीन प्रजिअ श्री विष्णुप्रसाद ढकालज्यू सँगको छलफलमा बस्ती तथा भोग चलनका जग्गा नचलाउने गरी मौखिक सहमति भएको, त्यसै गरी 2073 5 महिना 5 मा जिल्ला प्रशासन कार्यालयमा गएका प्रतिनिधिसँग भएको लिखित सहमति अनुसार निष्कर्षमा जनताको घाँस, बाँस, कपास जस्तो मौलिक हकको ग्यारेन्टी सहित जनताको भोग चलनमा रहेको जग्गा हक भोगका आधारमा जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराई बाँकी जग्गा प्रदूषण रहित वातावरण मैत्री उद्योग सञ्चालन हुनुपर्ने निष्कर्ष रहेको सम्झौता भएको थियो। त्यसै गरी विक्रम सम्वत 2075 मा मुख्यमन्त्री कार्यालय लुम्बिनी प्रदेश तत्कालीन माननीय श्री विष्णुप्रसाद पौडेल, तत्कालीन माननीय घनश्याम भुषाल र उद्योग मन्त्रालयमा समेत ज्ञापन पत्र बुझाई राखी तथा विपन्न परिवारको बसोबास नै पहिलो प्राथमिकता भन्ने आश्वासन पाउँदै आएका थियौँ। अहिले आएर 81 2083 1 महिना 14 मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा रजिस्ट्रेसन भएको जग्गा भित्र रहेका घरटहरा र अन्य संरचना भत्काई खाली गर्ने समाचार सार्वजनिक भएको छ। यस समाचार